हाम्रो केबी बाल लिएर आएको ट्रेन यही हो केबी बाल ल्याएको ट्रेन नेपालको ट्रेन यही हो हैन यत्रै ट्रेन ल्यायो भने यहाँ पुग्छ उ नेपालको ट्रेन दामी दामी कपडाहरू सस्तो सस्तोमा गाइस आउ सेल 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 सस्तो सस्तो हेर रथ आएको रथ पछाडि हाम्रो घोडा गाइस बसौँ न दिलै ल राजकुमार चाहिँ लिएर आएर मेरो टक्कैमा चढाएर म त फटफट फटफट अहिले यस्तो जोस जागर भनेको बिस्तारै बिस्तारै हुने हो त्यही त मसँग केही थिएन बिस्तारै बिस्तारै मोबाइल चेन्ज हुँदै गयो क्यामेरा सेटअप चेन्ज हुँदै गयो सेटअप अहिले मसँग भरिपूर्ण सेटअप छ सबै नेपाल चाहिँ मेरा म्याजिक ब्लग म्याजी MAYDI म्याजिक ब्लग ओके भैया ठिक है ओए एनजी नेसान हुन्छ बन्दर बिहान किलो उडे म बोलेर बुझ्दैन कसैले कति सट्टी किन्ने हो हो सबले हेरेको धन्न तस्मा लागेर लाज लागेन नत्र म डराएर यहाँ तुत्तु 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 भइसक्थेँ यहाँ दाइले चाहिँ मलाई सब्सक्राइब गरिसक्नु भएको छ युट्युब च्यानल हेरिदिनु भएको छ दाइ हजुर पनि भ्लगमा आउनुपर्छ है आफै भ्लगमा आएको हो ठिक है घरबाट फुङ्गाल्यो कि हाइवेमा ट्याक्क यस्तो रमाइलो तो चलिए सुरु करते हैं वेलकम ब्याक टु माई च्यानल गाइज के छ खबर सन्चै हुनुहुन्छ होला आज पनि हामी नयाँ भिडियोको प्रस्तुतिमा लिएर आइसकेको छौँ तपाईँको माझमा जानुहुन्छ गाइज अझ झिल्के झिल्के भएर अलिकति होइन ब्ल्याक ब्ल्याक ब्युटीमा हामी ट्याक्क ब्ल्याक लभर भएर हामी चाहिँ जाँदैछौँ फेरि पनि प्यानेकन्डा मार्केटमा आज चाहिँ हल्का राम्रो तरिकाले घुम्नेछौँ त्यहाँभित्र गएर तपाईँलाई सब देखाउनेछौँ त्यहाँ के कस्तो छ भनेर यस्तो अब होइन अब म नेपाली भाषा बोलिदिन्छु किनकि अब इन्डियामा हिन्दी भाषा बोल्नु पर्ने हो म खास तर हिन्दी भाषा बोलेर आफ्नो संस्कृति भाषावालालाई त्यसलाई बेच्न मन लागेन किनकि म हिन्दीमै बोल्दैन नेपालीमै बोल्छु गाइज हामी अटो कुर्छौँ पहिला अटो देखाउँछ बाटोको भ्यू कस्तो मजा घरबाट फुङ्गाल्यो कि हाइवेमा ट्याक्क यस्तो रमाइलो अटो म रोक्छु लान्छु कि त्यसले यार रोक्छ अटो लान्छ कि क्या हो भैया मैं पीछे बैठता हूँ ठीक है आगे बैठाऊ आगे बैठो पीछे बैठो ए दाइ तपाईँ जानु म यहाँ बस्छु हामी फेरि पनि नयाँ भ्लगमा हामी यहाँ दाइले चाहिँ मलाई सब्सक्राइब गरिसक्नु भएको छ युट्युब च्यानल हेरिदिनु भएको छ दाइ हजुर पनि भ्लगमा आउनुपर्छ है आफै भ्लगमै आएको हो ठिक है ल हामी मस्त पारामा जान्छ यहाँ पारामा पेनेकन्डा गएर मार्केट सार्केट यताउति घुम्छौँ त्यसपछि त्यहाँको देख्नुहुन्छ आज के सब गर्छु मैले भन्नु गाइस गानमाला है बंदीखाना है से सब है इधर ये है ना इधर ये पेनेकन्डा रेलवे स्टेशन हाँ है इधर जाना मिलता है घूमने के लिए जाना मिलता है हाँ इधर ही जाना है इधर ही है अगली बार दूसरे टाइम आता हूँ तो मैं जाऊँगा इधर ठीक है मेरे बेटी ने हामी चाहिँ गफ हान्यो पछाडि के गफ हान्यो न हान्यो छोड्दैनन् कि फेरि मान्छे हरामी ए रहा नहीं जाता तड़प ही ऐसी है ना गाइस हामी यसै गरी फाइनल्ली मार्केटमा आइसकेका छौँ अब हामी यहाँदेखि झर्नुपर्ने हुन्छ गाइस झर्छौँ अब पहिला म त रिया छ ए चेन्ज है चेन्ज 500 का कितने चेंज कराए फोन पे नहीं हमें तो पैसे भी नहीं है करा दो ना होगा देख लो एक बार भैया 500 को चेंज है दे दो भैया दे तो आगे दोस्त के इधर होंगे ना दोस्त हाँ ठीक है गाइस यहाँको भिडियोहरू देख्नुहुन्छ यस्तो दामी ठाउँमा अनि मोबाइल मान्छेहरूको ट्यागका लगाएर लाइन साइन साइन ट्याक्क कस्तो लागिरहेको छ तपाईँलाई भन्नु न एकदम राम्रो लागिरहेको छ है सपिङ गर्ने हो नि सपिङ हो गयो भैया 700 कितना है दादा 20 क्या 30 थैंक यू भैया थैंक यू ल हामी जान्छौँ मार्केटतिर गाइस हामी दिल्दै ट्यागका लगाएर होइन पैसा पाइसक्यौँ के अरे अब के भन्ने पैसा पाइयो अब यताउति माइक सोध्ने भनेको अहिले माइक किनिदियो माइक
आइसकेको छौँ यता हुन्छ मस्त भ्यूमा पारामा होइन घुम्दै घुम्दै ए म बोलेर बुझ्दैन कसैले कट्टु सट्टु किन्ने हो त्यही त आउनु क्या तपाईँ यता भलक बनाउनु क्या भलक बनाउनु भाइरल हुने होइन र सब्सक्राइब बढाउनु पर्ने र गाइज हामी भित्रभित्र जान्छौँ कस्तो पहिला मार्केट त घुम्नु पर्ने हुन्छ गाइज भिड टेन्सन हुन्छ आज दिउँसो आज सन्डे हुन्छ किनकि आज हाम्रो क्यान्टिन पनि हामी गएनौँ त्यसैले अब मेरो त नाइट ड्युटी हो सो नाइटको चुज गरेँ हो मैले हेर्दैछु अब मस्त पारामा ट्रेकिङ भ्लग गर्दै 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 के भन्यो भाषा त बुझिन्न त्यही पनि ठिकै छ अब हेरौँ मस्त मलाई चाहिँ दामी मजा आइरहेको तर पनि ठिक छ कस्तो लागिरहेको दाइ एकदम दामी हो सबले हेरेको धन्न तसँग लागेर लाज लागेन नत्र म डराएर यहाँ तुर्तुर 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 भइसक्थेँ वाह क्या सीन है ए अस्ति यहीँ आएको के अरे म गाई हेर्दै जस्तो दामी ठाउँमा नि यहाँ बबाल ठाउँमा ट्याक्क हामी अस्ति नै त्यहाँ थियौँ के ओए एन्ची हुन्छ बन्दर बिहान किलोडे तेरी यता कहाँ जान्छ र 4 वर्ष बसेको मान्छे यहाँ होइन र थाहा होला नि म त मार्केट जस्तो देखेको नि त्यहाँ बाबालाई कितने का है ये 950 950 यस 550 हाँ 650 बहुत अलग है लास्ट अरे मन पर्ने और ये वाले सस्ते में नहीं होता है ये तो 75 का लीटर है ना 75 का हाँ ये वाला 65 का है 850 लास्ट 50 ये 650 ये तो 65 लीटर का है ये 75 65 लीटर है 50 का भी होता है 50 का नहीं है 50 का नहीं है वो 650 का रेट है वो बाहर वाला है बड़ा है ये तो इतना मेरा से भी बड़ा थोड़ा बड़ा है ये छोटा करने का ऑप्शन भी है 50 होता तो मेरे शरीर में एडजस्ट होता है ठीक है हाइट से है ना 55 लीटर चाहिए तो आपको ये ले लो 55 का ये 55 का ये 55 का नहीं वैसे वाला नहीं ऐसे वाला है ना ट्रेकिंग बैग वाला चाहिए मेरे को ट्रेकिंग वाला तो अभी लेके नहीं जा सकते आप लेके आता है वो ट्यूसडे आएगा ट्यूसडे आएगा सॉरी आज संडे मंडे थर्सडे थर्सडे यस ठीक है मैं थर्सडे आता हूँ 50 लीटर का रख देना ठीक है ओके आराम से ओके कितना पड़ेगा उसका प्राइस क्वालिटी अलग अलग है ये 2-3 मॉडल क्वालिटी हाँ ठीक है कौन सा मॉडल से मेरे को जैसे भी हो 50 लीटर का भाई वो होता है ट्रेकिंग बैग होना चाहिए 100% लेकर ठीक है भैया अहिलेलाई चाहिँ हजुर नेपाल से हाँ जी मेरा मैदी ब्लॉग मैदी MAYDI मैदी ब्लॉग ओके भैया ठीक है चप्पल सप्पल हो के किन्ने अनि यहाँ दाइला स्ट्यान्ड किनिदिन्छु एउटा मैले भनेको के अरे स्ट्यान्ड ट्याक्क लाएर स्ट्यान्ड हेर्दै हेर्दै हामी मस्त पारामा हिँडिराखौँ फरक बनाउनु के तपाईँ स्ट्यान्ड चाहियो तपाईँलाई दिन डराउने होइन कि डराउने होइन डरायो भने भलकै बन्दैन त अनि गाइज के गर्ने हो र हो गाइज म त यहाँ हेरेको हेरेको छु खर्ला 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 खर हिँड्नुभयो म पछि 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 आज गाइज के गर्ने त नि हामी कहाँ यस्तो दामी ठाउँमा ठिक छ यहाँ जानुहुन्छ बस भ्यूमा पारामा ओ भिड सिट कति छ यहाँ त नरियल सरियल हेर्नु सक्नुहुन्छ पारीको भ्यू ट्याग होइन यस्तो दामी के छैन हामी त अब डुल्ने सुल्ने बस्ने रमाइलो भइरहेको सो गाइज म चाहिँ अब नेपाल आउँदैछु किनकि अब म अब जहाँ गएँ अब त्यही टिक्ने धेरै टिक्दैन कि किनकि म अब भनौँ न अब मेरो छुट्टै तरिकाको एउटा भनौँ न एउटा गन्तव्य तरिकाको छुट्टै तरिकाको गन्तव्य छ मेरो किनकि म जहाँ पाइ रहेर म त्यहाँ रहन सक्दैन होइन त्यो गेस्ट गाडी ओ घोडा गाडी बसौँ न दुईले ल राजकुमारले लिएर आएर मेरो टक्कैमा चढाएर म त फटफट दाइया रहन्छन् माइक चाहियो दाइलाई तर माइक मलाई थाहा मैले भनिदिइरहेको दाइलाई माइक पाइँदैन यहाँ किनकि माइक भन्ने चिज अनलाइन सपिङको मात्र पाइन्छ यहाँ त्यसरी मार्केट पाइन्न झ्याप्प अनि सम्झिरहेको दाइलाई दाइ रहन्छन् यहाँ माइक चाहियो दाइलाई भ्लग बनाउन भनेर भनिराख्नु भएको तर स्टार्टिङमा अब कसो भनौँ न अब मेरै भनौँ न अब मैले भ्लग गर्दाखेरि स्टार्टिङमा मसँग मेरो मोबाइल पनि थिएन मैले मम्मीको मोबाइल पनि त्यस्तो राम्रो थिएन ग्यालेक्सी J2 J1 यस्तै टाइपको मोबाइल थियो त्यहाँदेखि यस्तो यताउति भिडियो बनाउँथेँ मैले त्यहाँदेखि अब स्क्रिन रेकर्ड गरेर भिडियो बनाउँथेँ
अनि यताउति गरेर मैले यता भ्याङट्याङ भ्याङट्याङ हालिदिन्थेँ कहिलेकाहीँ। त्यही पनि अब महिनामा 2-3 महिनामा एकचोटि हाल्दै। अहिले यस्तो त कहाँ छ र होइन। अहिले यस्तो जोस जागर भनेको बिस्तारै बिस्तारै हुने हो। त्यही त मसँग केही थिएन, बिस्तारै बिस्तारै मोबाइल चेन्ज हुँदै गयो, क्यामेरा सेटअप चेन्ज हुँदै गयो। सेटअप अहिले मसँग भरिपूर्ण सेटअप छ सबै। फाइनली हामी बदाम सेक इधर ही खाएंगे। इसमें क्या क्या डालते हैं आप? आइसक्रीम, बादाम, अभी आइटम डालते हैं। ठीक है। हाँ ये मिठाई अच्छा होता है ना, ये मिठाई वाला मेरे को बहुत पसंद है ये वाला। तो गाइस अब हामी ट्याक्टर लाएर मार्केट सार्केट घुमिसकेको छौँ। अब हामी यतातिर जान्छौँ मार्केट। भेट्दैन नि माइक भेट्दैन नि। दाइ दुखी हुनु त माइक नभेटेर केही छैन। माइकहरू पाइहाल्छ कि त्यस्तो माइक। हेर्नु यहाँ बदाम सेक खानु एकदम मिठोवाला बदाम सेक। अच्छावाला बन रहा है भाइ। ट्याक्क लाएर बदाम सेक कोल्ड ड्रिङ्क खाइन्छ। ट्याक्क लाएर हामी पहिला सुरु त भन्ने कुरा होइन। ओहो गाई मोबाइल अर्को पर्छ कि फेरि। गाई हामी त भरि मिठो माताहरी मनपर्छ यो होला। देख्यो नि ल हामी मस्त पारामा खाना आइसक्यौँ। यसलाई पेनोकोन्डाको ट्याक्क बदाम सेक मस्त चिसो भइरहेको कुलिङ कुलिङ। कहाँ छोपेको क्यामेरा हेरेर कहाँ झऱ्यो। थ्याङ्क यू भैया खुला निकलिए सायद चल्थे अब गाइस। ल हामी थियो नेक्स्ट मोबाइल दोकान यो त पैसा हाल्ने केटा यत्रै लाग्छ चिथानी। तपाईँले पाउँदै पाउनु न, म थाहा तपाईँले डुल्या डुल्या हम यहाँ मार्केटमा केही पाएकै छैनौँ हामीले। यहाँ हाम्रो चाहिएको यहाँ मोबाइल पसलमा हो। अहिले कहाँ डुलान डुलान न मस्त पारामा गाइस एकदम। अब यी अलिकति कन्फिडेन्ट पारा बढाइदिइहाल्छु नि त म। यहाँ बढाउँदै कन्फिडेन्टमा नै ट्याक्क लाएर मस्त पारामा हामी सर देख्दै देख्दै भ्यू हेर्न सक्नुहुन्छ। पछाडिको अर्को भ्यू ट्याक्क लाएर होइन। म डराएन किनकि डराउनु नि भएन। यहाँ हो मार्केटहरू त कस्तो लागिरहेको यहाँ जाँगे सागिदिनु सक्नु हिँड्दैन जानुभयो दामी पारामा है। ओ तेरिका हेर हल्ला भएको हो नि निर्मया। हेर रथ आएको रथ पछाडि हाम्रो। ओ भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है। एक सेकंड यार मजाक हो। भैया फर्मल सर्ट है फर्मल सर्ट दिखा लो। लगाए हामी ट्याक्क लाएर हामी यसैको हामी यहाँनिर फर्मल सर्ट फर्मल व्हाइट में ब्लैक में कौन सा भी हो? नहीं है मेरा नाम यूट्यूब का मैजिक ब्लॉग। ल गाइस खोल दो ना। ढीला चाहिए फिटिंग चाहिए। हाँ ढीला चाहिए फिटिंग चाहिए। फिटिंग है ये। ठीक है कितना इसका प्राइस? 350 है। एक रख दो और व्हाइट में नहीं है? व्हाइट में व्हाइट में दिखाओ एक बार। सेम ऐसा ही व्हाइट मिलेगा बस। ब्ल्याक ठिक छ नि फर्मल सर्ट हो क्या? तो बुन्दी लाए जस्तो जेसँग लाउन मिल्छ यसलाई लिएर जानुपर्छ कि हो। दे दो। हाँ देखा लो सेतो वालामा लगाउनुपर्छ क्या मैले। सेतो वालामा नलानु कालोमै लानु। दाजुभाइ कालो हुने हो कि के हो? दामी दामी कपडाहरू सस्तोमा गाइस आऊ सेल सस्तो। अहिले ट्याक्क अब भोलि एउटा दाजुभाइ रक हुँदै क्यान्टिनमा होइन। अब के भयो त्यहाँ अब अस्तिको एउटा मैले घडी किनेको थिएँ नि त्यहाँ दाइलाई घडी किनेको मान्छेले हाम्रो चिनेको कि हिँडेको त ओ भाइ किधर हे भनेको ल भैया अन्त भेटेर गफसप हान्देर आइसक्यौँ हामी। हतार भयो हतार त जहिले हतार हो तर हतार जहिले हतार। 1 hour later गाइस हामी चाहिँ लाग्न लाग्यो फाइनल्ली हामीले यताउति ध्यान किन्ने हो। अब चाहिँ हामी लागिन्छ क्यान्टिनतर्फ। म समातेर बस्छु मस्त। अनि दाइदेनहरू त यही बसेर पछाडि साइडमा मेरो। अब कस्तो लागिरहेको छ नि हाम्रो घरबाट गाइस ल है ल
ट्रेन जानुहुन्छ बस त बाह्रमा भटभटेमा सर ओ सक्छ त अनि हामीलाई हरन त गाइस यसै गरी यहाँ ट्रेन आउन लागेको छ अब ट्रेन आउन लाग्यो नि त गाइस सो त्यसरी हामी चाहिँ अब झर्छौँ ट्याक्क लाएर यताको ब्लग बनाउँछौँ तिम्रो झरै मुर्दा दाम्ना झऱ्यौ अब यहाँ यता डाल्छ यता डाल्छ ट्रेन थाहा छैन तर यहाँ यता वरिपरि जाम भइसकेको छ गाइस यस्तो पारामा होइन ल हाम्रो गाडी चाहिँ यही हामी चढक ए टुक्रावाला ट्रेन हो रहेछ के ट्रेन हो हेर गाई हाम्रो केबी बाल लिएर आएको ट्रेन यही हो केबी बाल ल्याएको ट्रेन नेपालको ट्रेन यही हो होइन यत्रै ट्रेन ल्यायो भने त यहाँ पुग्छ ऊ नेपालको ट्रेन केबी बाको ट्रेन यही होला है पक्कै पनि मलाई लागिरह हेर भिड मान्छेको भिड हो खुलेको हेर ओ चरम रामसँग तपाईँ रामसँग ए नि तिमीमा ढल्छ कि क्या हो म त थार गाई थार लगाइ अब चाहिँ हाम्रो भ्लग यहीँनिर इन्डिङ हुन्छ अब नेपालतिर आउँदैछु म चाहिँ अब धेरै छैन समय केही समयपछि म नेपाल गाइज ल हामी क्यान्टिनमा आयो हेर्दै गर्नु होला लाइक एन्ड सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सिनु गाइज बाई